नमस्कार, म गणेश बोहरा, मधुबन नगरपालिका पशु सेवा शाखा। आज हामी राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगञ्ज बाँके गौघाट बाँकेको विशेषज्ञ सहयोगमा मधुबन नगरपालिका भरिका व्यावसायिक पशुपालन गर्ने कृषकहरूको घर गोठमा बाँझोपन निवारणका लागि उपचार सेवा कार्यक्रममा छौँ। आज मधुबन नगरपालिका वडा नम्बर 9 समुद्रा भैँसी पालन फर्मबाट सुरु गरेका छौँ। यो 1 देखि 9 नम्बर वडासम्मै जानेछ। सम्पूर्ण कृषकहरूले यो मौकाको सदुपयोग गर्न हुन विनम्र अनुरोध गर्दछु। धन्यवाद। डाक्टर साहब नमस्कार। नमस्ते सर। आज हामी बाँझोपन निवारणका लागि कृषकहरूको गोठखोरमा विशेषज्ञ सेवा परिचालन कार्यक्रममा छौँ। खास गरी यो पशु वस्तुहरूमा गाई भैँसीहरूमा बाँझोपन यो के कारणले गर्दाखेरि हुन्छ यसको बारेमा थोरै जानकारी गरौँ। अब यो भैँसीमा जेनरली के भन्छ भन्दाखेरि अरू गाई जस्तो र अरू जस्तो त होइन, होल्स्टाइन र जर्सी जस्तो त होइन। भैँसीमा थोरै समस्या चाहिँ साइलेन्ट हिटको हुन्छ। यो पनि भैँसी चाहिँ साइक्लिङ नै छ, तर यसमा चाहिँ मेजर प्रब्लम भनेको भैँसीहरू धेरै साइलेन्ट भएको हुनाले जुन स्ट्रेस साइकल डिटेक्सनमा चाहिँ अलिकति समस्या भएको हुनाले यो समस्या आउँछ। नत्र भने धेरै जसो अरू जस्तो त छैन, तर सिजनल ब्रिडर चाहिँ हो भैँसी। गाईको तुलनामा रेगुलर तपाईँको 21 दिनमा हिटमा आउँदैन। तर पनि हामीले चाहिँ यो साइलेन्ट हिट चाहिँ पत्ता लगाउनु पर्ने जरुरी देखिन्छ। अहिले पनि हेर्नुहुन्छ भने एनिमल साइक्लिङ नै छ, तर त्यो जुन प्रोनाउन साइन भन्छ नि साइलेन्ट हिटमा भएको हुनाले त्यो हिटको लक्षण देखाउने नभएको हुनाले यो चाहिँ टाइममा बाली लाग्न नसकेर मात्र यसमा समस्या आएको। बाँकी यसमा त्यस्तो किसिमको अरू एब्नर्मलिटी छैन। र केही थोरै न्युट्रिसनल या केही सप्लिमेन्टबाट पनि या भाले खोज्ने जुन औषधि हुन्छ त्यसमा पनि यसलाई निराकरण गर्न सकिन्छ। खासै ठुलो समस्या होइन। तर भैँसी प्रजाति त्यही हो, सिजनल ब्रिडर भएको हुनाले यो समस्या देखेको। र साइलेन्ट हिट एकदम कमन नै हुन्छ भैँसीमा। त्यो चाहिँ अब किसानले अब भैँसी पाल्दाखेरि गाई जस्तै सोच्न भएन कि अब कराउँछ 21 दिनमा कराएपछि बाली लगाउने, अरू कुरा पनि हेर्ने हुन्छ होइन। कसैको चाहिँ थुन कोम्लिने हुन्छ, त्यो पनि हेर्न पर्यो होइन। बेला बेलामा जुत्दाखेरि अलिकति थुन चाहिँ सुन्नेको हुन्छ, जुन हिटमा आउन लागेको हुन्छ त्यसको थुन चाहिँ थोरै सुन्नेको जस्तो स्वेलिङ हुने र यो पछाडिको सुत पनि सुल्लिने र बस्दाखेरि केही फोहर होइन, पानी जस्तो चिप्लो फोहर पनि फालेको हुन्छ। त्यस्ता कुराहरूमा पनि ध्यान दिनुपर्छ। गाई जस्तै भैँसी सधैँ त्यस्तो हुँदैन कि बाली खोज्दा जुन लक्षण हुन्छ कराउनु पर्ने लक्षण त्यो कराउँछ भन्ने सधैँ त्यस्तो भैँसीमा हुँदैन। गाईमा चाहिँ कराउने चाहिँ लगभग देखि नै रहन्छ। र भैँसीमा नदेखिने हुँदा अरू लक्षण सेकेन्डरी जुन हुन्छ नि त्यो लक्षणहरू पनि हेर्नुपर्ने हुन्छ। र लगभग त्यतिमै यसलाई समाधान गर्न सकिन्छ। नमस्कार नगर प्रवक्ता। नमस्ते हजुर। नमस्ते। हामीले बाँझोपन निवारणका लागि कृषकहरूको घर गोठमा सेवा प्रदान गर्ने कार्यक्रम राखेका छौँ। यसमा आयोजक सहयोग गर्ने विशेषज्ञ सरहरूलाई के भन्नुहुन्छ? धन्यवाद। म सबैभन्दा अगाडि त म हाम्रो मधुबन नगरपालिकाको पशु सेवा शाखाबाट जुन किसिमको यसलाई अगाडि चाहिँ जुन समन्वय र सहकार्य गरेर आज यहाँ तपाईँको राष्ट्रिय पशु सेवा प्रजनन कार्यक्रमको चाहिँ डाक्टर साहबहरूलाई बोलाएर यहाँसम्म ल्याउने चाहिँ जुन किसिमको यो गर्नुभयो, यसको लागि म चाहिँ पशु सेवा शाखालाई पनि धन्यवाद दिन चाहन्छु। र जुन किसिमको राष्ट्रिय पशु सेवा प्रजनन कार्यक्रमबाट आउनुभएका सम्पूर्ण डाक्टर साहब लगायतका सम्पूर्ण कर्मचारीहरूलाई मधुबन नगरपालिकाको तर्फबाट म उहाँहरूलाई हार्दिक धन्यवाद पनि दिन चाहन्छु। र यो सबैले यो जुन किसिमको यो कार्यक्रम हो, यहाँ धेरै तपाईँको गाई बस्तुहरू भैँसीहरू एकचोटि तपाईँको बाँझोपन हुँदैमा चाहिँ भैँसीहरूलाई चाहिँ बेचिदिने, मतलब चाहिँ एक किसिमको चाहिँ भैँसीलाई चाहिँ तपाईँको काट्ने चाहिँ उमा दिइदिने, बुजुर्गहरूलाई दिइदिने जुन किसिमको छ, यसलाई चाहिँ रोकेर राम्रोसँग चाहिँ यो कार्यक्रममा गर्दा त्योमा घाटा छ बेच्दाखेरि। त्यसै कारणले गर्दाखेरि पनि यसलाई चाहिँ जुन किसिमको चाहिँ यो सेवा हो, यो सम्पूर्ण मधुबन नगरपालिका लगायत सबैले चाहिँ यो सेवा लिइदिनु हुनको निम्ति र घर घरमा चाहिँ आएर जुन किसिमको कार्यक्रम छ, यसको लागि जुन हरेक कार्यक्रमहरू वास्तवमा घर घर चाहिँ गएर जनताको चाहिँ घर घरमा किसानहरूको होइन जुन किसिमको यो कार्यक्रम चाहिँ छ, यसको लागि म हृदयदेखि नै धन्यवाद दिँदै र मधुबन नगरपालिकाको तर्फबाट पनि हार्दिक धन्यवाद, हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। धन्यवाद। धन्यवाद हजुर। नमस्कार हजुर। नमस्कार।
हजुरको कोट खोरमा सेवा दिन विशेषज्ञ सहितको टोली लिएर हामी आएका छौँ। गत वर्ष पनि तपाईँको समस्या थियो, त्यो समाधान भएछ। हजुर के भन्नुहुन्छ, यो सेवा कस्तो लाग्यो हजुरलाई? मलाई राम्रै लाग्छ। अनि त्यो गत वर्षको भैँसी के थियो समस्या, के भयो, यसपालि के छ? पहिला पनि अब राँगो यही गरेको ठहरेको भनेर थियौँ, त्यहाँ सरर आउनु चेक गरेर छैन भन्नु, फेरि यही गर्दा भयो। अहिले पनि त्यस्तै सरर हुन्छ भन्ने आशामा छु। अहिलेसम्म 1 वर्षको ब्याज। गाई भैँसीहरूमा बाँझोपनको समस्या भएका कृषकहरूले सेवा लिनुहोला। धन्यवाद।